त्यसै त हो त के गर्नु भएको यहाँ खेलेको नि हौ ए ल ल भिडियो बाटो मार्फत निकाल्दै गइस् त हेलो गाइस हामी चाहिँ आज स्कुल गएको अनि हामी चाहिँ हिँड्दैछौँ हामी खङखङमा आइपुग्यौँ म 3 मा पढ्छु मेरो रोल नाम 1 हो अनि हामी खङखङमा आइपुग्यौँ गाइस हामीलाई पढाउने आनी हो मिस म छेउमा आउँछु ल हस् न हस् यो चाहिँ एकछिन बिस्तारै उभियो त गाइस यो चाहिँ मेरो भदाइनी हो अनि हामी चाहिँ मैले यसलाई पढाउँछु अनि म चाहिँ यिनीहरूको मिस घरमा चाहिँ आनीले हाम्रो खेत उता छ यो बिनानीहरूको घरमा टाढो पारिदिन्छु कहिले उता यस्तो टाढो यो चाहिँ एडिट गरेर मिलाउनु पर्छ काट्दा हुन्छ हामी त दुईजना जहिले छिटो आउँछौँ गाइस फुको भदाइनी अनि भ्लग बनाउँछौँ नि अनि स्कुलमा हामी गएर खेल्छौँ बढाउँछौँ बाजे बाजे यसरी बनाउनु अनि लौरा पक्रिनुहोस् त बाजे भेट्यौँ नि गाइस बाजेले लौरा बोकेर हिँड्नु भएको भन्नुभएको नि तर लाउरो होइन यो त लाउरो होइन घरै भन्दा त यो त होइन यहाँ चाहिँ पहिरो भत्केको छ नि हामी म गले गाइस होइन पहिरो अब हामी चाहिँ स्कुल पुग्न लाग्यौँ हाम्रो स्कुलको हेडमिसको नाम नमुना जिमी हो प्रधानध्यापक गाइस हामी त गयौँ गाइस अब स्कुल चाहिँ उतै मासतिर हो पूर्वबाट घाम लाग्यो त घाम जहिले पूर्वबाट लाग्छ मुडैबाट लाग्छ त्यही भएर जहिले को दाना टिप्नुहुन्छ त्यहाँ घाम लाग्यो पूर्वबाट नि हामी चाहिँ नानी स्कुल पुग्यौँ अब पुग्नुभन्दा
पुग्नु चाहिँ आँट्यौँ। अब यहीँ छ हाम्रो स्कुल चाहिँ। अनि चाहिँ पछाडि पछाडि आउँदै हुनुहुन्छ। यी हाम्रो स्कुल। यी आनी चाहिँ यहाँ हुनुहुन्छ। ओके। अनि यहाँ चाहिँ हाम्रा स्कुल आउनु आँट्यो। यो बाटोको नाम के हो भन्दैन? यो बाटोको नाम स्कुल तेर्सो गल्लीबाट। अब हामी चाहिँ स्कुल पुग्यौँ। अनि चाहिँ पछाडि पछाडि आउँदै हुनुहुन्छ। मेरो छेलिनु भयो। Heard miss. Yum yum namuna. Jayami jini. Namuna jimi प्राध्यापक। अब हामी चाहिँ स्कुलमा आइपुग्यौँ। स्कुलको ढोका यी अनिले खोल्नुहुन्छ। अब खोल्नु भयो। ढोका खोलेको नि। अब हामी ढोका खोल्यो। अब हामी भित्र जानुपर्ने। अनि चाहिँ मैले यहाँ राखेँ। हाम्रो स्कुल आइपुग्यौँ। हेर कसको स्कुल? हाम्रो स्कुल आयो। ल म ढोका खोल्छु। अब अनि चाहिँ यहाँ ढोका जाँदै हुनुहुन्छ। पहिला 3 कक्षाको। म चाहिँ 3 कक्षामा पढ्छु। 3 कक्षाकै खोल्नु हुँदैछ। सुरुमा 3 कक्षा। हस्। अनि म चाहिँ यहाँ ढुङ्गा लाउँछु। अनि यो चाहिँ पहिला हामी पढेको 2 क्लास। अनि यहाँ चाहिँ मेलबिन आकृति बिरेन बस्छ 2 क्लासमा। खुल्दैन तर ये खुल्यो। अनि हामी अफिस पनि हेर्न जान्छौँ अब। अनि यो हाम्रो 2 क्लास पहिला पढेको। अनि यो पहिला 1 क्लास। ओके। यहाँ फेरि 1 क्लास चाहिँ यस्तो छ। अब शिशु क्लास म तपाईँहरूलाई देखाउँछु। पहिला 3 कक्षा कस्तो छ भनेर। 3 कक्षा हामी यहाँ खाजा राख्छौँ यहाँ। अनि हामी यहाँ पनि खाजा राख्छौँ। अनि यहाँ बस्नु हुँदैन। अनि यो चाहिँ हामी यहाँ कुसन राखेर बस्छौँ। अनि हाम्रो अन्डा दुध माछा मासु झन्डा डाफे सिमरिक लाली गुराँस गाई यात्री भोज अर्धविराम घन छ। 3 क्लास देखाएँ तपाईँहरूलाई। ए हस्
अब यो 3 कक्षाको कथा हो। अब म जाँदैछु 2 क्लासमा। 2 क्लासको कथा छ। अनि यहाँ कुर्सी राख्नु भएको छ यहाँ गर्नु। अनि यहाँ घर सर्पा बादर छ। रातो नीलो पहेँलो हरियो हरियो पहेँलो नीलो रातो गुलाबी। अनि कान नाक टाउको कमल सूर्य छ। कमल सुगा छ। अब 2 क्लास सकेपछि 1 क्लासमा पनि कथा छ। अनि यहाँ खादा राख्दैछ। अनि यहाँ क ख ग घ ग छ। अनि यहाँ कका किकी छ। यहाँ बोर छ। यहाँ चाहिँ पहिला यहाँ खरायोले एक मुसा बनाउनु भएको थियो उसले। अब हामी हेर्न जाँदैछौँ शिशु। अनि त्यतिले हो शिशुमा टिभी छ। अनि बोर्ड छ। अनि ऐना छ। ऐनामा चाहिँ म अनि एबिसिडी सानो खाले अ आ इ ई। अनि यहाँ चाहिँ किताबहरू राख्नुहुन्छ। अनि यहाँ कुसनहरू खेल्छ। क ख ग घ छ। अब अनि बचाउन जान्छु म। अब हामी यता जाऊँ फोटो खिचौँ ल। अनि फुफू भाइ नि स्कुलमा छिट्टो आउँछौँ जहिले। अनि भिडियो फोटो गर्छौँ नि। अनि म एकछिन ल।